स्टेजमा अरू डान्सरहरू नाचिरहेको हुन्थ्यो तर हामी चाहिँ रमेश दाईलाई हेर्नुहुन्थ्यो उहाँ ज्याकेट खोलेर पुरा थियो होइन यस्तो यस्तो स्टेप दिने होइन कसले हेर्छ त कलाकारको डान्स हामी त रमेश दाईलाई हेर्थ्यौँ क्या ज्याकेट लाएर स्टेज उता हामी चाहिँ उता फर्किन्थ्यौँ क्या यो गोप्य कुरा खुल्यो रमेश दाई मनपर्ने चाहिँ किनभने उहाँ पर्फेक्ट हो क्या डान्समा नि 101 सबै त्यो बेलामा एकदम डान्स गर्ने हिरो भने चाहिँ रमेश दाई अनि फाइट अब सबैले खेल्नुहुन्थ्यो तर होइन त्यो उहाँको फाइट पनि राम्रो हान्ने क्या किकहरू टर्निङ किकहरू अथवा बटरफ्लाई हान्दा मान्छेले इन आउट हान्थ्यो क्या मान्छेले रमेश दाई चाहिँ होइन पुरै यो घप्टारै हानिदिनुहुन्थ्यो क्या बटरफ्लाई पनि टर्निङ पनि यही हानिदिनुहुन्थ्यो होइन अनि अब हेरो भन्यो भने एक्टिङ त छँदैछ होइन खासमा एकदमै सबै चिज भएको हिरो चाहिँ मलाई रमेश दाई लाग्थ्यो क्या पहिलेदेखि म भिलेन भन्दा चाहिँ मलाई चाहिँ हिरोले कुटेको मनै नपर्ने है के गर्न आउँदैन हिरो भन्ने त्यस्तो नेचरको थियो नि त मेरो होइन अनि ढ्याक हाने ढ्याक लाग्थ्यो नि त होइन अनि मलाई ठन्ड रिस उठ्थ्यो अनि नै मेरो पाला कहिले मेरो पाला चाहिँ म ड्यामै नगद हानिदिन्थेँ रमेश दाई चाहिँ रियलमा नि फाइटर हुनुहुन्थ्यो कि पहिला मैले हो यहाँ हामी अहिले सानसानो थियौँ होइन त्यो बेला यो नाटकहरू यो डान्स प्रोग्रामहरू एकदम भइरहन्थ्यो कि काठमाडौँमा राष्ट्रिय नाचघर राष्ट्रिय सभागिरी प्रज्ञा भवन कमलादी त्यहाँ भइरहन्थ्यो होइन रमेश दाईले त्यो बेला फिल्म खेलिसक्नु भएको थिएन अनि उहाँ पहिलेदेखि एकदम चक्लेटी होइन हेर्दा एकदम चक्लेटी तर एकदम फाइटर पनि अनि कहिलेकाहीँ कुनै नाटकबाट हामीलाई पास आएन भने होइन रमेश दाईहरू आएपछि होइन हामी रमेश दाईको पछि जान्थ्यौँ कि रमेश दाईको ग्याङ भन्नाला भनेर एक्सन गर्ने अलिकति हिरो पनि बिचमा कमी थियो क्या विराज निखिल राजेश दाई शिव दाई हाम्रो रमेश दाई होइन एक्सन गरेर नि सुहाउँथ्यो अनि अहिले पछिल्लो समयमा चाहिँ होइन त्यो अलिक नसुहाएको जस्तो लाग्यो क्या मलाई चाहिँ सिनेमा स्क्रिप्टमा निर्णय हुँदैन सिनेमा सुट भएपछि टेबलमा सिनेमा बनियो अहिले एक च्याप्टर क्लोज भयो अहिले हामीले यो फिल्मको बारेमा भयङ्कर छ भन्न पनि त्यो अपरिपक्व कुरा हुन्छ कि हामी अहिले मेच्योर्ड मान्छेले कुरा गर्दा जुन दिन सिनेमा मैले बनेपछि हेर्छु तब भन्छु अहिले भन्न मिल्दैन अहिले हल्का अभिव्यक्ति हुन आउँछ त्यो बेला हामी के भन्थ्यौँ भने फिल्म हलमा हेर्न जाँदा हेर हिरोभन्दा भिलेन तगडा चक्लेटी ऊ भनेर भन्थ्यौँ होइन नभन्दै त्यसको केही समयपछि पढाइ गर भन्ने फिल्म आयो त्यो फिल्मबाट त झनै म फ्यान होइन बिहानी पहिलो किरण सरी भने अहिलेसम्म म टिकटक बनाइरहेको हुन्छु बेला बेलामा त्यति मनपर्ने रमेश दाई होइन बाटोमा जाँदा पनि आउँदा पनि होइन म फिल्म खेल्नुभन्दा अगाडि अर्जुन होइन मसँग कैयौँ केटाहरू फोटो खिच्न आउँथ्यो क्या मलाई रमेश उप्रेती भन्थ्यो त्यो साँच्ची नै आज बङ्गालामुखी मन्दिरमा दुईजना एकदम हिरोहरू रातो ड्रेसमा यो के संयोग हो कि के हो दाइ के ब्लास्ट गर्ने योजना भन्नुहुन्छ के हो संजोग हो यो संयोग होइन संजोग गइरहेको हो यो महाराज धिराजको कमाल हो हामी अहिले महाराज धिराजको मुहुर्तमा छौँ त्यसमा हाम्रो रमेश दाई हुनुहुन्छ म छु हाम्रो पुष्प खड्का गजित विष्ट केकी अधिकारी पूजा शर्मा उषा रजक कलाकार त धेरै पो रहेछ त सुशील सिटौला शिशिर भण्डारी खासमा को दाइ विशाल पहाडी को दाइ को भाइ तपाईँहरू अब म दाई रमेश दाई भाइ किनभने यतिकै हेर्दाखेरि रमेश दाई नै भाइ देखिन्छ उहाँको मेन्टेनेन्स हेर्नु तर मेरो दाई हो म एकदमै मेरो फेभरेट दाई हो रमेश दाई प्यारो भाइ हो यो तपाईँहरू त पहिलो पटक हो सँगै कि के हो यसरी उभिएको पहिलोचोटि हो उभिएको नि पहिलोचोटि हो फिल्ममा पनि पहिलोचोटि हो फिल्ममा पनि पहिलोचोटि हो अनि तपाईँ पनि पुरानो अब पहिलेदेखि अब धेरै पुरानो फिल्महरूबाट इन्ट्री गर्नुभएको उहाँ पनि भने तपाईँहरूको सहयोग जुडेन अहिले यसो भयो रमेश दाई यताबाट उता युएस जानु र म आउनु ठ्याक्कै उसै टाइम भयो क्या उहाँ जानुभयो त्यसपछि हाम्रो संसोगै जुरेन तर मेरो चाहिँ एकदमै फेभरेट दाई निखिलसँग एउटा सिनेमा खेलिसकेपछि म उतातिर गएँ मायाको जाल होइन त्यसपछि अनि विराजहरू सबैको भाइहरू सबैको इन्ट्री भयो होइन तपाईँलाई चाहिँ रमेश उप्रेतीको चाहिँ सबैभन्दा त्यो कुन चाहिँ मोमेन्ट कुन चाहिँ फिल्मको चाहिँ सबैभन्दा धेरै याद आउँछ तपाईँ त नेपाली फिल्म भयङ्कर हेर्ने मान्छे मैले प्राय सबै हेरेको छु मैले रमेश उप्रेती दाईको त सबै हेरेको छु लास्ट फिल्म के अरे झरीपछिको इन्द्रेणीसम्म ऐश्वर्या अब उहाँको फर्स्ट फिल्म पर्दामा मैले हेरेको चाहिँ करोडपति दाईको ठुलो पर्दामा त्यही होला होइन रिलिज भएको चाहिँ यो माया ल्याउनु सतायो यो माया ल्याउनु सतायो त्यो नि हेरेको थिएँ टङ्के दादा भने चाहिँ होइन एकदम फेमस त्यो बेला हामी के भन्थ्यौँ भने फिल्म हलमा हेर्न जाँदा हेर हिरोभन्दा भिलेन तगडा चक्लेटी ऊ भनेर भन्थ्यौँ होइन नभन्दै त्यसको केही समयपछि पढाइ गर भन्ने फिल्म आयो त्यो फिल्मबाट त झनै म फ्यान होइन बिहानी पहिलो किरण सरी भने अहिलेसम्म म
टिकटक बनाएर आउँछु बेला बेलामा हो है त्यति मनपर्ने रमेश दाई होइन फेरि रमेश दाईलाई म सानैदेखि मन पराउने अनि पछि झन् मन पराउनु थालेँ जब म टिनेजमा पुगेँ मैले अहिले थुप्रै मिडियाहरूमा पनि भनिहालेँ भन्छु होइन त्यो बेलामा यो मनोकामना म खुब जान्थेँ महिनामा 2-3 चोटिसम्म जान्थेँ क्या दाइ अनि त्यो बेला केबल कार थिएन हिँडेर जानु पर्थ्यो अब खैरेनीबाट 4-5 घन्टा अनि त्यो बेला अहिले जस्तो मोबाइल पनि थिएन अनि त्यो रिलवाला क्यामेरा हुन्थ्यो होइन अनि बाटोमा जाँदा पनि आउँदा पनि होइन म फिल्म खेल्नुभन्दा अगाडि अर्जुन होइन मसँग कैयौँ केटाहरू फोटो खिच्न आउँथ्यो क्या मलाई रमेश उप्रेती भन्थ्यो त्यो साँच्ची नै अलिकति मेरो त्यो बेला अलिक टिनेज चक्लेटी थिएँ मैले काला नि यस्तो पोको थिएन अनि सबले रमेश उप्रेती भन्ने मैले मकै परेर मैले फोटो खिचिदिइहाल्थेँ क्या कोही अनि कपाल लामो पाल्ने म होइन बिहानी पहिलो किरण सरी मलाई एक सर्ट समेत थाहा छ लगाएको यसो गरिदिन मिल्छ एक दुईवटा यसो सर्ट के छ गीतमा त नाच्नै पर्छ रमेश उप्रेती जस्तो पनि भन्ने अहिले रमेश उप्रेतीको एउटा सिग्नेचर स्टाइल गरिदिनु पर्यो के छ रमेश दाईको सिग्नेचर स्टाइल नाचेर देखाउनुपर्छ फेरि भन्नुपर्छ फेरि ए नारायण घाटैमा स्वर राम्रो छ कहिले गीत गाइदिनु म त रमेश दाईको म ऊ पनि गरिदिन्छु हाम्रो चाहिँ जयकिशन भाइ चाहिँ राम्रो डान्सर पनि हो ऊ चाहिँ एकदम भर्सटाइल कलाकार पनि हो सिने क्षेत्रमा चाहिँ समर्पित मान्छे हो अब कलाकारको त मैले के उ गर्छु र मूल्याङ्कन गर्नु होइन तर एउटा पर्फेक्ट कलाकार हो जो हर विधामा नवरसमै पर्फेक्ट छ यो सब सिकाएको छ रमेश दाईबाट किनभने होइन हामी पहिला फिल्म हेर्दाखेरि होइन नेपाली फिल्ममा धेरै हिरोहरू आउनुभयो जानुभयो अहिले कति हुनुहुन्छ होइन रमेश दाई मनपर्ने चाहिँ किनभने हामीलाई म मात्र होइन मेरो साथीहरू हामी फिल्म हेर्न जाँदा जहिले पनि ग्याङै जान्थ्यौँ होइन अनि रमेश दाई मनपर्ने चाहिँ किनभने उहाँ पर्फेक्ट हो क्या डान्समा नि 101 सबै त्यो बेलामा एकदम डान्स गर्ने हिरो भनेपछि रमेश दाई अनि फाइट अब सबैले खेल्नुहुन्थ्यो तर होइन त्यो बेला बलिउडमा अक्षय कुमार अजय देवगनहरू आइसकेको थियो नि त यस्तो किक हान्ने हिरो चाहिँ आइदियो हुन्थ्यो अथवा मलाई कसैले खेलाइदियो हुन्थ्यो भन्ने पनि लाग्थ्यो क्या म नि किक त राम्रै हान्ने उहाँको र मेरो गेम पनि एउटै हो के क्वेसन गराएको थिएँ होइन अनि रमेश दाई जब उहाँ भिलेन खेल्नुभयो करोडपति यो मायाले लाउन सतायो रगत होइन अनि ओ रमेश दाई हिरो बन्नुभयो म फेरि उहाँलाई बच्चादेखि चिन्ने फेरि अनि त्यसपछि होइन अनि अब चाहिँ फाइट खत्रै हुन्छ भन्ने भयो तर उहाँको त्यो 3टा सुरुको फिल्ममा चाहिँ उहाँ भिलेन हुनुहुन्थ्यो मलाई चाहिँ चित्त दुख्थ्यो क्या रमेश दाई किन भिलेन खेल्नुभयो भनेर क्या हिरो मान्छेलाई भिलेन खेलाएको छ के हो यार फिल्म इन्डस्ट्री जस्तो लाग्ने तर दीपक रायमाझी स्वर्गीय दीपक रायमाझीलाई धन्यवाद उहाँले पढाइ घरमा उहाँलाई लिनुभयो यति खुसी भयो म त्यो बेला होइन मैले पढाइ गरेर केही नभए नि 50 चोटि चाहिँ हेरेँ होला क्या किनभने उहाँको फाइट पनि राम्रो हान्ने क्या किकहरू टर्निङ किकहरू अथवा बटरफ्लाई हान्दा मान्छेले इन आउट हान्थ्यो क्या मान्छेले रमेश दाई चाहिँ होइन पुरै यो घप्टारै हानिदिनु हुन्थ्यो क्या बटरफ्लाई पनि टर्निङ पनि यही हानिदिनु हुन्थ्यो होइन अनि अब हेऱ्यो भने एक्टिङ त छँदैछ होइन खासमा एकदमै सबै चिज भएको हिरो चाहिँ मलाई रमेश दाई लाग्थ्यो क्या पहिलेदेखि अनि अर्को कुरो होइन फेरि राम्रो पनि क्या सुहाउने पनि होइन चक्लेटी हिरो पनि उहाँको एउटा प्लस पोइन्ट चाहिँ के भने होइन उहाँ चक्लेटी पनि हुनुहुन्थ्यो क्या हामी त चक्लेटी छैन नि त अर्जुन उहाँ चाहिँ होइन चक्लेटी पनि डान्स पनि गर्ने फाइट पनि गर्ने म नि अलिअलि चक्लेटी छु किनभने दाईको अनुहार अलिअलि मिल्छ मसँग रमेश दाईलाई एउटा मैले प्रश्न गर्न चाहेँ रमेश दाई तपाईँलाई चाहिँ त्यति बेला चाहिँ हिरो जस्तो मान्छेलाई किन त्यति बेला भटाभट भिलेनमा लिए त्यति बेला के हो खास के छ यसको गहिरो राज के छ दाइ यो एकदम सोध्न मन लागिरहेको कुरा थियो क्या मलाई तपाईँलाई त्यति बेला भिलेनमा चाहिँ किन लिए अब मैले यो पहिला पनि धेरैचोटि भनेको छु होइन त्यतिखेर इजी एक्सेस थिएन अब मेरो कुनै पनि परिवारको फ्यामिलीको ब्याकग्राउन्ड भने सिनेमासँग जोडिएको थिएन म त्यस्तो पैसावाला पनि होइन अब मलाई सिनेमा खेल्नु थियो तर कसरी छिर्नको लागि त मैले आफ्नो किनभने अनि मलाई इन्डियाको धेरै चाहिँ जग्गी श्रफहरू भयो सदगुण धेरै कलाकारबाट हेर्थेँ क्या मैले मिथुन चक्रवर्तीदेखि सबै मान्छे आफ्नो क्षमता देखाउनुलाई त छिर्नुपर्ने रहेछ अनि कामले जित्नुपर्ने रहेछ त्यसको लागि म आफ्नो मौका कुरिरहेको थिएँ अनि नारायण दाईले मलाई मौका दिनुभयो त्यसपछि रगतबाट छिरेँ अनि अब पढाइ घर चाहिँ के अरे यो माया लाउन सताएसम्म आइपुग्दा चाहिँ त्यो बेलामा चाहिँ चितवनमा हामी सुटिङ गर्थ्यौँ अनि बेलुका भएपछि यतिखेर मोबाइल सोबाइल भन्ने हुन्थेन अनि बेलुका भएपछि आगो बाल्ने डान्स गर्ने अनि डान्स गर्थ्यो त्यहाँ अनि अब श्रीजी हिरो स्वर्गीय अनि उहाँभन्दा म बढी खतरनाक थिएँ म त फाङसाङ किक सिक बल गरिदिन्थेँ कि म त्यो मलाई के भने त्यो जोस पनि थियो अनि अब श्रीजी त हामीभन्दा म्याचुर्ड मान्छे भयो तर
तर म त अब भर्खरको केटा मौका पाउनु थियो राइटर सबै बसेको हुन्थ्यो नि त अब यो देखाएर इम्प्रेस पारेर अर्को कुनै साइड हिरो पायो भने मलाई लिन्छन् नि भनेर फाङ पनि गरिदिन्थेँ नाच्दै स्वाट फाङ गरिदिन्थेँ अनि फाङबाट स्वाट घुमेर फेरि आउँथ्यो त्यो देखाएको के त्यो देखाएको गरे होइन त्यो सिन कहीँ हुन्न यो मैले देखाएँ भने ओहो नेपालमा फाङ गर्ने हिरो आयो त्यो फाङ किन गरे भने मलाई त्यो अजय देवगनको एउटा फिल्म मोटरसाइकलमा फुलहरू काटेर फाङ गरिदिएँ नि त है अनि त्यो 5 पाण्डव भन्ने अक्षय कुमारको फिल्म थियो म एक छतबाट यसै हान्थेँ किक त्यसरी आफूले तयार गर्दै त्यो देखाएको त्यो देखाएपछि दिपक रायमाझी राजेन्द्र खड्की राजेन्द्र दाईको दिमागमा परेछ अनि अर्को फिल्म बन्ने बेलामा ट्याक्क मैले मौका पाएँ त्यो चाहिँ मेरो स्ट्रगल हो अलिकति दिपक दाईले पनि मलाई ज्यादै माया गर्नु धेरै माया गर्ने मध्येमा दिपक रायमाझी स्वर्गीय उहाँ हुनुहुन्छ अनि राजेन्द्र खड्की पनि हुनुहुन्छ उहाँले पनि मलाई इनिसियल फेजमा मैले इनिसियल फेजमा जसले मलाई सपोर्ट गर्यो त्यो मैले कहिल्यै भुल्दैन त्यसमा चाहिँ राजेन्द्र खड्की राजु शाह राजु थापा क्यामराम्यान यता थुप्रै व्यक्तित्वहरू हुनुहुन्छ जसले मलाई क्षमता भएर भएन कि मौका पाउनु पऱ्यो नि त अहिले जस्तो अहिले सजिलो छ नि त टिकटकमा भाइरल छ भने ल्याइहाल्छन् त्यो बेला त्यस्तो हुन्थेन होइन अनि त्यतिखेर कलाकार बन्नु हिरो बन्नु भनेको ठुलो कुरा हो होइन पाहाडै फोडेको त होइन अब राजेन्द्र खड्की दाईसँग जय दाईको धेरै किस्सा हामीले सुन्यो लफडाहरू बिचमा पनि भयो होइन यस्तो हो दाईसँग चाहिँ त्यस्तो किस्साहरू जहाँ माया हुन्छ नि त्यहाँ मनमुटाव हुन्छ के याद गर्नु माया नभएपछि जोसँग जस्तो उसले मलाई माया गर्छ भने मैले उबाट एक्सपेक्ट राख्छु होइन त्यो मायाको कुरा हो त्यसलाई किस्सा भन्न मिल्दैन राजेन्द्र दाई त मेरो रेस्पेक्टेड दाई हुनुहुन्छ होइन मेरो केही लफडै छैन गुरु पनि हुनुहुन्छ मैले भन्न उहाँले उहाँसँग त मेरो थुप्रै मेमोरी छ नि उहाँसँग रुम पार्टनर बसेको छु होइन कति छ कति अहिले भन्यो भने त लामै हुन्छ होइन म चाहिँ कस्तो थिएँ भने म भिलेन भन्दा चाहिँ मलाई चाहिँ हिरोले कुटेको मनै नपर्ने है के गर्न आउँदैन हिरो भन्ने त्यस्तो नेचरको थियो नि त मेरो होइन अनि ढ्याक हाने ढ्याक लाग्थ्यो नि त होइन अनि मलाई ठन्ड रिस उठ्थ्यो अनि नै मेरो पाला कहिले मेरो पाला चाहिँ म ड्यामै नगद हानिदिन्थेँ सुटिङै पाएको पर्छ नि एउटा फिल्मको सरोज दाई सुटिङ प्याक गरिनु भएको यो घटना सुन्दरी जेलमा भएको ल मलाई त्यसो थाहा त्यो सरोज दाई भित्र त्यो भन्नु मिल्दैन तर त्यो सुटिङ प्याक गरेर हिँड्नु भएको छ क्या लामो कहानी छ त्यसपछि फेरि सुटिङ कसरी स्टार्ट भयो भन्ने पनि कहानी छ फेरि त्यो भन्नु मिल्दैन किनभने त्यहाँ धेरै भयानक चिजहरू भयो त्यो भन्यो भने त्योसँग जोडिएका व्यक्तिहरूलाई असर गर्छ त्यो चाहिँ भन्दिनँ बुझिहाल्छन् न त सुटिङ प्याक भएपछि सुटिङ गर्न गाह्रो थियो नि त रमेश दाई जस्तो अहिले पछिल्लो चरणमा चाहिँ चलचित्रको गतिविधिका विषयमा पनि कुराकानी गर्नै पर्दाखेरि तपाईँ एउटा एक्सन उहाँ पनि एउटा एक्सनमा अलिकति जम्ने भर्सटाइल उसको नेपाली चलचित्र क्षेत्रमा चाहिँ एक्सन मुभीले किन हाबी हुन सकिरहेका छन् कारण के हुनसक्छ तपाईँ दुईजनाले बुझेको कारण चाहिँ के हो होइन अब यस्तो हो जहिले पनि समय भनेको परिवर्तनशीलमा हुन्छ नि त होइन सधैँ एकनाश हुन्न कुनै बेला अक्षय कुमार भन्ने व्यक्ति एक्सनबाट आएको हो उहाँले त 10 वर्ष मलाई जहाँसम्म लाग्छ एक्सन फिल्म मात्र खेल्नुभयो अहिले उहाँ एक्सन गर्नुहुन्न यो ट्रेन्ड चेन्ज हुन्छ कहिलेकाहीँ र यसको मतलब यो होइन कि जबसम्म एक्सन र थ्रिल मुभीले एउटा चाहिँ स्थान पाउँदैन त्यो सस्टेन हुन गाह्रो हुन्छ कि इन्डस्ट्री यो लभ स्टोरी फिल्महरू ड्रामाले मात्रै सिनेमालाई बोक्दैन त्यो सबै धारको मुभी बन्नुपर्छ त्यही भएर हामी अलिकति हाम्रो इन्डस्ट्री पछाडि पऱ्यो हो नि त केही समयलाई ओके तर ब्याक टु चाहिँ यसलाई चाहिँ एउटा चाहिँ सधैँको लागि एउटा चाहिँ इन्डस्ट्री नभन्नु नेपालको सन्दर्भमा त धेरै लामो समय नै भयो नि अब एक्सन मुभी अलिकति हुन नसकेको यस्तो भयो अब शिवदाई बुढो हुनुभयो अब म अमेरिका लागेँ त्यसपछि निखिल अब पारिवारिक झमेला भयो विराज भोजपुरी लाग्यो कारण यो भएको के अनि अर्को धार हाबी भयो अहिले सबै चाहिँ ब्याक हुँदैछन् अब अहिले नयाँ केटाहरू 101 छन् अब त्यो हाम्रो भाइको नाम के अरे त्यो विराज समीर भन्ने अब आगो भएर आएछ अब फेरि ब्याक टु फेरि आउँछ एक्सन गर्ने अलिकति हिरो पनि बिचमा कमी थियो क्या विराज निखिल राजेश दाई शिव दाई हाम्रो रमेश दाई होइन एक्सन गरेर नि सुहाउँथ्यो अनि अहिले पछिल्लो समयमा चाहिँ होइन त्यो अलिक नसुहा जस्तो लाग्यो क्या मलाई चाहिँ कति हिरोहरूलाई होइन एक्सन म पछाडि एक्सनको लागि चाहिँ नारायण पुरीको ठुलो हात छ म नारायण दाई बागबजारमा बस्नुहुन्थ्यो त्यसरी भेट्न जान्थेँ हामी कलेज पढ्दै गर्दा अनि मलाई चाहिँ उहाँले जहिले पनि अक्षय कुमारको इजाजत दिनुहुन्थ्यो कि मार्सल आर्ट चाहिँ पर्फेक्ट हो है
र डान्स दुईवटा कुरालाई चाहिँ फोकस गरेर अभिनय भनेको कुरा त सिक्दै जाने कुरा हो होइन, अभिनय पनि त पुग्दैन, यो चाहिँ चाहिन्छ है भनेर चाहिँ नारायण दाइले चाहिँ गाइड गर्नुहुन्छ। अनि त्यो भएर पनि हामीहरू त्यतिखेर चाहिँ रोजोमा गएर सिक्थ्यौँ है। त्यो सिकेको चाहिँ लड्न होइन, बेल्ट बाँड्न होइन, फिल्मको लागि मैले सिकेको चाहिँ है। कति मान्छेले चाहिँ अब त्यसमै करियर खोजे, म चाहिँ त्यस्तो होइन, म चाहिँ अब फिल्ममा नै हो मेरो सपना होइन, त्यसको लागि प्रिपेयर थियो। इभन डान्स गर्दा पनि अब मैले चरण प्रधानसँग डान्स सिकेँ, बसन्त श्रेष्ठसँग डान्स सिकेँ, राजु शाहसँग डान्स सिकेँ, सबै डान्सहरू ब्रेक डान्सदेखि लिएर कथकदेखि लिएर होइन, क्लासिकलदेखि लिएर फकदेखि लिएर सबै गरियो। तर त्यो युटिलाइज भएन भनौँ न, अब त्यो प्रयोगमा ल्याउन सकिएको छैन। त्यो रमेश दाइलाई अब त्यो खालको फिल्म बनाएर लियो भने आउन सक्छ, के छ अब कि बिर्सिनु भयो? होइन त्यस्तो नाच्न सकिन्न होला अहिले त सकिन्छ होइन, त्यो अब प्र्याक्टिस गर्नुपर्छ 15 दिन जति प्र्याक्टिस भए सकिन्छ। अहिले प्र्याक्टिस छुट्यो नि त, बाघ बुढो स्याल तन्ने रमेश दाइ अहिले उफ्रिदिने हो भने अब जस्तो फाइटको लागि त प्रब्लम छैन, किन म डेली ट्रेनिङ गर्छु नि त, तर डान्स प्र्याक्टिस गर्दिनँ कि, त्यो भएर त्यो चाहिँ अब त्यो पनि रेगुलर जुन कुरा प्र्याक्टिस गर्ने हो नि त। हामी त अब त्यो किकहरू त सधैँ गर्छौँ, ट्रेनिङ एक्सर्साइज त सधैँ गर्छौँ, त्यसले त्यो चाहिँ फर्ममै छ, तर डान्स चाहिँ गरिँदैन। उयो अब त्यो भयो भने मात्रै रिहर्सल गर्ने हो, त्यो भएर पहिला जस्तो नहुन सक्छ। फाइटमा अलिकति रमेश दाइको अहिले मैले 2-4वटा मिडियामा पनि भनेको थिएँ होइन, रमेश दाइ चाहिँ रियल मनी फाइटर हुनुहुन्थ्यो कि पहिला मैले हो। यहाँ हामी अहिले सानसानो थियौँ होइन, त्यो बेला यो नाटकहरू यो डान्स प्रोग्रामहरू एकदम भइरहन्थ्यो कि काठमाडौँमा, राष्ट्रिय नाचघर, राष्ट्रिय सभागिरी, प्रज्ञा भवन, कमलादी त्यहाँ भइरहन्थ्यो होइन। रमेश दाइले त्यो बेला फिल्म खेलिसक्नु भएको थिएन, अनि उहाँ पहिलेदेखि एकदम चक्लेटी होइन, हेर्दा एकदम चक्लेटी तर एकदम फाइटर पनि। अनि कहिलेकाहीँ कुनै नाटकबाट हामीलाई पास आएन भने होइन, रमेश दाईहरू आएपछि होइन हामी रमेश दाईको पछि जान्थ्यौँ क्या, रमेश दाईको ग्याङ भन्नाला भनेर होइन। कसम मैले त अहिले पनि भने कति मिडियामा होइन, उहाँको पछि लाग्थ्यो। अनि उहाँ फेरि डान्स पहिलेदेखि गर्ने होइन, त्यो पनि भनिदिइहाल्नु। स्टेजमा अरू डान्सरहरू नाचिरहेको हुन्थ्यो, तर हामी चाहिँ रमेश दाईलाई हेरिरहन्थ्यौँ। उहाँ ज्याकेट खोलेर पुरा त्यहाँ होइन यस्तो यस्तो स्टेप दिने होइन, कसले हेर्छ त कलाकारको डान्स, हामी त रमेश दाईलाई हेर्थ्यौँ क्या ज्याकेट लाएर, स्टेज उता हामी चाहिँ उता फर्किन्थ्यौँ क्या। यो गोप्य कुरा खुल्यो। मैले रमेश दाईलाई अब यो विषयबाट हामी अब महाराज धिराजमा जाउँ। तपाईँहरू दुईजना अब धेरै अब तपाईँ त पहिलो पटक महाराज धिराजमा जोडिनु, के हो यो, को हो महाराज धिराजको तपाईँहरू को हो? अब त्यो स्टोरी चाहिँ खोलाउनु मिल्दैन होइन। महाराज धिराज जुन दर्शकहरूले सोच्नु भयो होला एकदमै राजदरबार सम्बन्धी फिल्म अथवा के भनेर होइन, यो फिल्म हेरेपछि मात्रै थाहा हुन्छ होइन। सबको भिन्दै भिन्दै रोल छ, रमेश दाईको आफ्नै टाइपको छ, मेरो आफ्नै टाइपको छ होइन, हाम्रो आर्यन सिग्देलको आफ्नै टाइपको छ, भिन्दै छ होइन। तर मान्छेले सोचे भन्दा नि फरक फिल्म आउँदैछ महाराज धिराज होइन। म चाहिँ एकदम एक्साइटेड छु यो फिल्ममा। भनेपछि महाराज धिराजमा रमेश उप्रेती र तपाईँको जम्का भेट हुन्छ है हुँदैन? त्यो फिल्म हेर्नुपर्छ त, केही पनि डिस्कस गर्नै मिल्दैन हो। फेरि मलाई यहाँ यो नामै आफैमा हेरी छ होइन, यो अलिकति चुइने बित्तिकै कारण यो आफै यो टाइटल हेभी हो नि त। महाराज धिराज भनेको त हेभी टाइटल हो क्या, नेपालको इतिहासमा हेभी चाहिँ त्यो टाइटल हेभी हो। त्यसमा हामी जस्तो एउटा साधारण कलाकारले त्यो व्याख्या गर्न सक्दैनौँ अथवा त्यसलाई जस्तो हामीले भन्न मिल्दैन, किनभने त्यो हेभी भावना परिभाषा गर्न गाह्रो हुन्छ। त्यसकारण सिनेमा बोल्नुपर्छ, समय आएपछि थाहा हुन्छ। मैले यो फिल्म साइन गर्ने बेलामा 1 वर्ष अगाडि गरे हो होइन। हाम्रो निर्देशक परीक्षित सेन अनि निर्माता विराज विष्ट आउनु भएको थियो होइन। अनामनगरको सिलौटो कटेजमा मेरो एग्रिमेन्ट हुने बेलामा हुनुभन्दा अगाडि अनि पहिला त अर्को कलाकार नै हुनुहुन्थ्यो नि त। अनि स्टोरी के हो भने मैले सोध्छु भनेर गएको थिएँ कि दाइ। अनि पहिलाको कलाकार बाहेक अरू को छ भन्दाखेरि होइन हाम्रो रमेश उप्रेती दाइ नै हुनुहुन्छ भन्नुभयो। ए ओके त्यो डन रमेश साइन गरेँ भने विराज र परिषदलाई सोधे हुन्छ होइन। मैले स्टोरी हेरेँ अस्ति यो वर्कसपमा 1 महिना अगाडि, मैले हेरेको थिइनँ। रमेश दाइ छ भने ओके डन भन्दा मैले। थ्याङ्क यू भाइ। यो माया हो, यो माया हामी भेट कहिलेकाहीँ मात्रै हुने हो। यसरी फर्स्ट टाइम हामी क्यामेरा अगाडि छौँ, तर पनि यो माया यसलाई भन्छन् अनकन्डिसनल लभ। तर मलाई डर लागिरहेको थियो क्या, महाराज धिराज धेरै पछि 1.5-2 वर्षपछि फिल्म खेल्दैछु, गर्छु भने साइन पनि गरिहालेँ, पैसा पनि लिइहालेँ होइन। अब रोल चाहिँ कस्तो होला भन्ने एउटा कौतूहलता चाहिँ थियो। तर अस्ति वर्कसपमा गएँ, मेरो रोल त गजब रहेछ, ए ठिक भएछ होला। जस तपाईँहरू अहिले यो महाराज धिराजको जुन अब स्क्रिप्ट पनि तपाईँहरूले पढिसक्नु भएको छ, वर्कसपमा बसिनु भएको छ, सन्तुष्ट हुनुहुन्छ लिएर? अब दसैँमा भिड्दैछ फिल्म, के छ? सिनेमा स्क्रिप्टमा निर्णय हुँदैन, सिनेमा सुट भएपछि टेबलमा सिनेमा बन्ने हो। अहिले 1 च्याप्टर क्लोज भयो,
अहिले हामीले यो फिल्मको बारेमा यो भयङ्कर छ भन्न पनि त्यो अपरिपक्व कुरा हुन्छ कि हामी अहिले मेच्योर्ड मान्छेले कुरा गर्दा जुन दिन सिनेमा मैले बनेपछि हेर्छु तब भन्छु अहिले भन्न मिल्दैन अहिले हल्का अभिव्यक्ति हुन आउँछ हस् यहाँलाई धेरै धेरै धन्यवाद धन्यवाद नमस्ते